हेलो एभ्रिवान, शिवानी सम्पूर्णमा म चाहिँ सुङनिमा माङमा है। अन्त बिहानै माङखिम निस्किरहेको छु नुहाइ गरेर। अन्त यो चाहिँ बाहिरको दृश्य चाहिँ यस्तो छ आजको बिहान। अनि यो चाहिँ हो माङखिम। अनि यहाँ चाहिँ लक छ। अब म चाहिँ लक खोलेर भित्र पसेर सफाइ गरेर पूजा गर्ने गर्छु। अनि यो चाहिँ अलिकति मिस्टेक भएर त्यही मात्रै आएछ। अनि यो चाहिँ ताला हो। अब मैले चाहिँ यहाँ ताला खोल्दैछु। ताला खोलिसकेर भित्र पस्नेछु। अन्त यत्रो बढी ताला छ। एउटा हातमा फोन पक्रिरहेको थिएँ। अन्त एउटा हातले खोलिँदै खोलिँदैन चाबी मिस्टेक हालिबसेँ नि त मैले चाहिँ होइन। आफै भिडियो बनाउँदै आफै काम गर्दै गरेको छु नि त मैले चाहिँ। बल्ल बल्ल खोलियो है माङखिम। त्यहाँदेखि खोलेर चाहिँ टक्कै दैलो खोल्दाखेरि चाहिँ यस्तो छ है। बिहान हो यो चाहिँ। त्यहाँदेखि यसरी ढोकेर चाहिँ म भित्र पस्छु। अनि सामखामा चाहिँ बेलुका चाहिँ अब आगो हुँदैन, म तल सुत्नु जान्छु र अन्त अब चाहिँ म सामखा फुक्छु है। अनि यहाँनिर चाहिँ मैले सामखामा आगो बालिसकेको छु। सामखा भनेको चाहिँ के भन्नुहुन्छ भने चाहिँ हामी राईहरूको तीन चुल्हामा चाहिँ मैले आगो फुकिसकेर दियोहरू पनि बालेँ। त्यहाँदेखि यो चाहिँ फेरि पर सफा चडक्कै बडाल कुडाल गरेर फेरि देखाएको। अनि यो चाहिँ मैला निस्किएको होइन। अनि मैला फ्याँक्नु गएँ म। त्यसपछि टेबलमा पनि मैले दियो बालिसकेको छु। अनि बालिसकेर फेरि एकपल्ट देखाइदिएको आगो है। राईकुराबाट चाहिँ मी भन्छ। अनि भित्र पूजा सकेर चाहिँ बाहिर पनि देवी देवतालाई बाहिरको देवी देवतालाई पनि मैले धुप धुवा दिइसकेको छु हो। अनि यो साइडमा लुङहरू छ। लुङहरू चाहिँ के हो भन्छ भने चाहिँ राईकुराबाट चाहिँ ढुङ्गाहरू देवी देवतै राखेको छ। अनि यहाँनिर चाहिँ नाग स्थान छ। यहाँनिर माथि सेती नागको लगाएको छ। तर रियलमा यो ठुलो ढुङ्गा छ। यहाँ चाहिँ ठुलो ढुङ्गामा चाहिँ रियलमा साँपको नक्सा छ एउटा है। यो चाहिँ अब यस्तो यो भुँडीहरू छ यो टाउको। अनि यहाँ तल पनि भुँडीहरू छ हो। भुँडीहरू छ। यो राम्रो घुम्नु आउनु भने चाहिँ हेर्नुहोस् होला। अनि यो चाहिँ दिउँसो बसिरहेको थिएँ है। घाम ताप्दै बसिरहेको थिएँ। पुतली आएर चाहिँ मेरो हातमा छप्पै बस्यो होइन। अन्त यस्तो पखेटा फिन्जान भन्दै मैले चाहिँ नचलाइ बसेँ होइन। अन्त फाइनली चाहिँ यहाँ चाहिँ पखेटा फिन्जाएको छ है। पुतलीले यहाँ पखेटा फिन्जाएको छ। अन्त मैले चाहिँ त्यहाँ जिस्किँदै हेर म त भाग्यमानी रहेछु पुतली बाहिर बस्यो भन्दै हेरेँ होइन। अनि पुरा पानी पऱ्यो एकछिनबाट। त्यहाँदेखि भित्रमा बसिरहेको थिएँ। भित्र माङखिममा चाहिँ आगो ताप्दै म चाहिँ बसिरहेको थिएँ एक्लै। त्यहाँदेखि यहाँ बोजू जस्तो बसिरहेको छु म चाहिँ। हुनु त हाम्रो राई जातिमा उहिलेको हाम्रो बाजे बोजू दिमा खालले चाहिँ यसरी नै बस्नुहुन्थ्यो नि त। टाउकोमा रुमालहरू बाँधेर लुङ्गीहरू लगाएर म त्यस्तै गरेर बस्ने गर्छु होइन। यहाँ चाहिँ म जानी नजानी बेखा बुन्दैछु है। सिक्दैछु प्र्याक्टिस गर्दैछु। अन्त यहाँ पनि चट्टै यसरी भिडियो बनाएर तपाईँहरूलाई देखाएको नि म दिउँसो चाहिँ के गरिबस्छु मान्छे नहुँदा भनेर चाहिँ होइन। अन्त यहाँ बेखाहरू बुन्दै म चाहिँ बस्छु आगो ताप्दै बस्छु। त्यो पनि पुरा पानी आयो भने चाहिँ आगो ताप्छु नि त। अन्त मैले यहाँनिर शिवानी भनेको छु होइन। त्यहाँदेखि बेलुका भएपछि चाहिँ फेरि म चाहिँ चिन्तातर्फ लागेँ है। चिन्तातर्फ लागेँ म चाहिँ अब गएको। अन्त यहाँनिर मेरो सामातुमा बोक्नेहरू चाहिँ गाडहरू छ। बुढौलीहरू पनि छ। अन्त यो चाहिँ हो घर चिन्ता गरेको घरमा पुगेको दृश्य। जहाँ चाहिँ मेरो सामातुमा बनाउँदैछ मेरो मान्छेहरूले। अनि चिन्ता गरेको चाहिँ बनाउनु पाइनँ कारण म आफै माङमा भएकोले गर्दा टाइम नै पाएन। अन्त यहाँनिर चाहिँ मेरो फुर्का सेउलीहरू सबै बनाइदिनु हुँदैछ हो। म चाहिँ भिडियो हल्का लिएको। अन्त यति नै छ। हेरिदिनुहोस् होला माया गरिदिनुहोस् होला है त।